छ है मेरो प्यारो मित्रहरूलाई प्रकाश थापा थ्रेपी युट्युब च्यानलमा। आज पनि म मित्रहरूसँग यसो केही नयाँ नौलो कुराहरू कन्टेन्ट क्रिएसन सम्बन्धीको केही कुराहरू गरौँ भनेर उपस्थित भएको छु। यसो सकेसम्म मनबाटै माया गरिदिनु होला है। यदि मनबाट माया छैन भने यसो मौखिक नै भए पनि यसो माया चाहिँ गरिदिनुहोस् है त। ओके आज यसो चट्ट लाएर केही न केही यसो कन्टेन्ट बनाऊँ, चट्ट मित्रहरूलाई पनि यसो खुसियाली दिलाऊँ भनेर घरबाट निस्केको। तर के गर्नु, आज मस्त बर्सात भइदियो, त्यही माथि फेरि मेघ गर्जिने, चड्याङ होइन चट्याङ पड्किने भइदियो। त्यही भएर आज खासै कन्टेन्ट फुर्नै सकेन हौ मेरो प्यारो मित्रहरू है। आज कन्टेन्ट फुर्नै सकेन, के गर्ने अब। कन्टेन्ट क्रिएसन गरेर के खाला यो मान्छेले भन्नेहरू पनि हजारौँ छन्। खासै औँलामा यसरी गनेको त छैन, तर नगन्दा पनि हजारौँ चाहिँ अवश्य पनि छन्। केही गरेर देखाउनु पर्छ है। यसमा मेरो जिन्दगीको भन्दा पनि यो कन्टेन्ट क्रिएसनको सवाल छ के। यो कन्टेन्ट क्रिएसनको सवाल छ है। यसमा पनि छ है, यसमा पनि भविष्य छ है, यसमा पनि जिन्दगी छ भन्ने खालको एउटा प्रमाणित त गर्नुपर्छ मैले जसरी भए पनि है मेरो प्यारो मित्रहरू। त्यही भएर आजको कन्टेन्ट भनेको चाहिँ अब यस्तै भयो। आज यस्तो के भन्ने अब मित्रहरू है। आज यस्तो त यस्तो, अब यस्तो चाहिँ कसो त, अब कसो भन्दा अब यस्तै हो मित्रहरू। अब हल्का कमेडी पाराको भयो कि कसो हो है। तर के गर्ने, आज कन्टेन्ट चाहिँ बनाउनु पर्थ्यो। तर आज कन्टेन्टको लागि कन्टेन्ट नै बन्यो है, कन्टेन्ट बन्यो। यसको मतलब यो हो कि कन्टेन्ट क्रिएसनमा पनि फ्युचर छ है। बस म यही भन्न चाहन्छु, जति पनि मै जस्तो बिगिनर्सहरू हुनुहुन्छ गिभअप नगर्नुहोस् है। आउनुहोस्, बिस्तारै पाइलामा पाइला मिलाएर चाल्नुहोस् है। हातमा हात मिलाएर अघि बढ्नुहोस्। ढिलो चाँडो मात्रै हो, एक दिन सक्सेस अवश्य भइन्छ। हार खान भएन, दुनियाँदारी कुरा सुन्नु भएन है। दुनियाँदारी लौडा लसुन त्यस्तो कुरा सुन्दैन सुन। बस यही भन्न चाहन्छु। यही हो मित्रहरू, आज हजुरहरूको सामु 3P फेरि उपस्थित भएको छ। मेरो प्यारो मित्रहरूलाई धेरै धेरै माया छ है। म यही भन्न चाहन्छु, घुमाइफिराइ के कुरा गर्नु, आखिर कुरा त्यही हो। कन्टेन्ट क्रिएसनमा फ्युचर चाहिँ छ, बस गर्नुपर्छ एकदम। बी हार्ड वर्क, बी स्मार्ट वर्क, देन बी कन्सिस्टेन्सी। आफूबाटै हो है सुरुवात हुने मेरो मित्रहरू है। आफूबाटै हो सुरुवात हुने। जसले जेसुकै भन्नुहोस्, दुनियाँको कुरा सुन्नु भएन। कन्टेन्ट क्रिएसन गर्छु भनेर मान्छे लागिसकेपछि ढिलो चाँडो हो अवश्य सफल मिल्छ है मेरो प्यारो मित्रहरू। अवश्य सफल भन्दा पनि सफलता मिल्छ। त्यही भएर पाइलामा पाइला मिलाएर चाहिँ चाल्नु पर्यो। खोल्साहरू हुन्छन्, गौडाहरू हुन्छन् है। बाटो जस्तो छ यात्रा त्यस्तै गर्नु पर्यो, सफलता अवश्य पनि मिल्छ। यही हो मेरो प्यारो मित्रहरू। आज 3P को कन्टेन्ट भने पनि, आज 3P को एकदम के भन्छ अब भित्री थट भने पनि है, जे भने पनि आजको चाहिँ यही हो। आजको मौसम पनि एकदम मस्त छ। अघि भर्खर पानी परेको, पानी परेपछिको मौसम हो यो। र पनि जे छ जस्तो छ ठिक छ। ल है त मेरो प्यारो मित्रहरू, फेरि अब अर्को लटमा भेटौँला। ओके बाइ।